लुना लुना यहाँ यहाँ फटा यहाँ बस भ्लग बनाउँदैछौँ भ्लग के को विषयमा मेरो कुकुर लुनाको लागि हामी कुकुरको लागि के बनाउँछौँ कुकुर बस्ने खोर बनाउनको लागि हामी यहाँ आइसकेको छौँ एन्ड म आफै बनाउँदैछु है लेट्स सी कस्तो हुन्छ म सकेसम्म राम्रो बनाउँछु सिम्पल राम्रो हामी यहाँ प्लाई किन्न आएको छौँ होइन एन्ड यो 10 mm को प्लाई हो यहाँ प्लाईको एकदम खानी छ तर अब खानी त चाहिएन नि त हामीलाई त थोरै चाहियो सो हेर्दैछौँ हामीले लुनाको लागि एउटा सानो घर बनाउने विचारमा हो लेट्स सी है ल दाइलाई धन्यवाद है दाइ ल के छ अब तिम्रो घर भन्दैछ हो बस सो फाइनल्ली हामीले प्लाई ल्याएर आइसकेका छौँ घरमा रुममा भनौँ न एन्ड यो ब्रदर चाहिँ मलाई हेल्प गर्न आइरहेको छ होइन सो हामीले बनाउन अब सुरु गर्दैछौँ है त ल लेट्स आफैले घरमा बनाइयो किन कस्तो अड्किरह बिचमा केही सपोर्ट दिनुपर्छ जस्तो लाग्यो नयाँ घर कस्तो लागिरहेछ मन परेको छ परे नि नपरे तँ कस्तो लाने गर्छ ल गाइज होइन फाइनल्ली हामीले चाहिँ यत्रो दिनभरि लगाएर अहिले चाहिँ हाम्रो यो लुनाको बनेर पुरै रेडी भएको छ अब कलर गर्नुमा के पछि कहिले लाग्छ थाहा छैन ल किन ढाँटौँ सो अहिले चाहिँ हामीले यो काम सकिसकेको छौँ म देखाउँछु त्यसको यो गुगलको सिटी छैन गुगलको सिटी छैन त्यही कतै होला फाइनली हाई लुना आहा टल्क्यो कसैको नयाँ घरमा कस्तो खुसी बाफ रे बाफ नयाँ घर पाएपछि खुसी भएका छन् लुना ल फाइनली लुनाको घर बन्यो एन्ड सी लुक्स ह्याप्पी सो फाइनली हामीले चाहिँ एउटा स्टिकर यस्तो ल्याएर अनि स्टिकर टालेको एन्ड लुनाको घर अहिले यस्तो भएको छ है त ल त्यो चाहिँ फाइनल हो यसको फाइनल चाहिँ माथि यस्तो छ है अनि यो चाहिँ फ्रन्ट साइड भित्र चाहिँ यस्तो छ बाथरुम म्याट हो त्यो दुईवटा सिरानी लुनाको घर हिजो राति बनाइदिएको अहिले टोकेर च्यातिसक्यो नि